हेलो एभ्रिवान आजको मेरो भिडियो बनाउनुको रिजन चाहिँ के छ भन्दाखेरि म चाहिँ वर्कआउट या त रनिङहरू जानु नपाएर मर्न आँटिसकेको छु हैन इट्स सो नोइजी हो जस्ट अभोइड इट ल लिसन जस्ट अभोइड इट ल के भन्दाखेरि चाहिँ म बाहिर फेर जानै पाएको छुइनँ लाइक म वर्कआउट रनिङ एकदमै अब कति दिन भइसक्यो मैले अभोइड गरेको किन भन्दाखेरि चाहिँ मेरो जब म अस्ति सिक्किममा चम्को अल्ट्रा म्याराथन थियो त्यो टाइममा कुद्दाखेरि चाहिँ मेरो अलिकति यहाँ हिल्समा प्रब्लम भएको थियो होइन अलिकति दुखेको थियो त्यो अलिअलि दुख्दाखेरि त मलाई के जस्तो पनि लाग्थेन यही त हराइहाल्छ होला कुद्दाखेरि त कता कता अलिअलि त दुख्छ होइन अन्त भरे त्यतिकै फेरि अर्को पालि पनि अब मैले प्र्याक्टिस त गरिरहेको थिएँ रनिङ होइन गइरहेको थिएँ तर फेरि डे बाई डे क्या अब अलिकति साह्रो हुँदै गयो त्यहाँदेखि चाहिँ होस् हो बरु डक्टर देखाउँछु भनेर सम्झेर चाहिँ मैले डक्टरै देखाउनु गएँ होइन सो एक्सरे पनि गरेँ अन्त एक्सरेमा चाहिँ के आयो भन्दाखेरि चाहिँ मेरो यो हिल्स है दुख्नु चाहिँ मेरो यहाँमा दुखेको ओके लेट मी एक्सप्लेन यहाँ छेउछाउमा चाहिँ मसल्स हुन्छ अरे दुइटा होइन त्यसको बिचमा चाहिँ धागो जस्तो एउटा सानोबाट नर्भ्स हुन्छ अरे त्यो नर्भ्स चाहिँ आएर चाहिँ फेरि यहाँनिर अट्याच भएको हुन्छ अरे अन्त यहाँ अट्याच हुँदाखेरि चाहिँ मलाई चाहिँ यस्तोहरू गर्नु नसक्ने होइन अब यस्तो गर्नु त ठिकै छ हो तर यस्तो चाहिँ गर्नै नहुने अहिले अलिकति रिलिफ भइरहेको छ अन्त मलाई दुखेको चाहिँ यहाँनिर यो एरिया क्या यति एरिया यो कुर्कुचामा कोही यहाँनिर अन्त अलिकति यस्तो तन्कम भन्ने पनि दुख्ने अहिले त यतिको त अलिक भए पनि रेस्ट भएको हो अन्त त्यो नर्भ्समा चाहिँ अलिकति प्रेसर परेर लाइक टियरहरू पनि हुनसक्छ इफ जाति भएन रहेछ यो दबाईहरू ट्राई गर्नु भन्यो होइन इफ जाति भएन रहेछ भने चाहिँ एमआरआई गर्नु भनेको छ हो अन्त एमआरआई गर्नु नपरोस् है मलाई फेरि यो कालिम्पोङको होप तपाईँहरूलाई थाहा छ होला कि कतिजनालाई यो कालिम्पोङमा अब 25th of April चाहिँ अल्ट्रा म्याराथन हुनेवाला छ सो आई वाज प्लानिङ टु रन 25 किलोमिटर तर सो ब्याड इफ कुद्नु पाएन भने है मलाई 25 किलोमिटर कुद्नु मन लागिरहेको छ योपालि हो लेट्स होप फर द बेस्ट सो दबाईहरू चाहिँ यो छ म खाँदैछु अहिले है यो दबाईहरू चाहिँ क्याल्सियम पनि छ कतिवटा हो यो दबाईहरूले चाहिँ अब मेरो नर्भ्सहरू रिल्याक्स गर्ने काम गर्छ अरे र यसले गर्दाखेरि चाहिँ कति उफ्रिनुहरू प्रब्लम भइरहेको छ क्या मलाई यस्तो मलाई कुद्नु मन लागिसक्यो फेरि घोडा जस्तै यो 4 दिवारभित्र चाहिँ म एकदमै बस्न सक्दिनँ मलाई चाहिँ एकदम दिमाग खराब भएर आउँछ क्या मलाई टाउकोहरू पनि दुख्छ क्या अब अलरेडी माइग्रेन छ होइन अझै घरभित्र यसरी बस्यो भने चाहिँ भने टाउकोहरू दुखेर हो छ्या म कहिले बाहिर निस्किनु भन्ने हुन्छ क्या अब बाहिर निस्केर चाहिँ अब मलाई एकदम भिर पाखा डाँडा काँडा हिमालको चुचुराहरू सबै याद आइसक्यो क्या म चाहिँ अब यो खुट्टा हिँड्ने भएपछि चाहिँ म सबै यो खालको चढ्ने हो भित्तामा होइन तर वर्कआउट चाहिँ गर्नुपर्छ आफ्नो बडीलाई फिट राख्नुपर्छ है हरेक कुराको लागि इट बेनिफिट्स फर बोथ फिजिकल एन्ड मेन्टल हेल्थ राइट हाम्रो आयुहरू बढाउने काम गर्छ होइन आफ्नो बोन्स आफ्नो मसल्सहरूमा स्ट्रेङ्थ ल्याउँछ जो कि अब हामीले अरू कामहरू पनि लाइक हाउस होल्ड वर्कै भयो कतिवटा कुराहरू चाहिँ भारी उचाल्ने कामहरू हुन्छ त्योहरू पनि अब हामी केटाहरूमाथि नै डिपेन्ड हुनु पर्दैन नि त होइन बिङ वुमेन अब हामी आफै स्ट्रङ छु भने त अब केटाहरूमाथि डिपेन्ड भइरहनु परेन कतिवटा कुराहरू त हामी आफै पनि गर्नु सक्छु होइन फेरि अहिलेको मान्छेहरूमा के हुँदैछ भन्दाखेरि डिप्रेसन भयो एन्जाइटी भयो त्यो कुराहरू बढेर आइरहेको छ क्या अब आफ्नो लाइफमा त्यो कुराहरूदेखिको पनि अब हामीले कन्ट्रोल गर्न सक्छौँ होइन सो इन माई ओपिनियन फिटनेस इज भेरी बेस्ट फर अल अफ अस त्यही हो 10-15 दिन रेस्ट गर्नु भनेको छ होइन 10-15 दिन त अब 10 दिन जस्तो त हुनु पनि आँट्यो म रेस्ट गरेको र त्यहाँदेखि चाहिँ अलिअलि गर्दै अब स्ट्रेचिङहरू गरेर हल्का वार्मअपहरू भक्कु एकैचोटि चाहिँ नकुद्नु भनेको छ अन्त के भन्दै थियो डक्टरले कुद्दा खुसी लाग्छ अरे कि अन्त हजुर पुरा खुसी लाग्छ भन्दै त्यो कुद्नेहरूलाई थाहा छ होइन त्यो आफै आफूलाई च्यालेन्ज हो क्या अब यति मिनटमा मैले यति कुदेँ भन्ने अब आफूलाई त्यो खुसीपन हुन्छ नि भित्रबाटै जति बेसी अझै लङ डिस्टेन्स कुद्दै गयो त्यति नै आफूलाई खुसी वाउ मैले यति टाइममा चाहिँ यति फिनिस गरेँ भनेर त्यस्तो लाग्छ है कुद्नेहरूलाई थाहै छ तपाईँहरूलाई होइन कतिको मजा आउँछ त्यो कस्तो एक्साइटमेन्ट त्यो फिल कस्तो हुन्छ भन्दा होइन सो यस त्यति नै हो गाइस अलराइट सो प्रे फर मी दिस इज इट फर टुडे बाई